नम्बरबाट हामीलाई हेड थाहा छैन त्यो त होइन अरू त थाहा छ सिधै बाहिर फ्याल्दै भनेर अनि कति खेले त फेरि पनि रोटेसन बल भएको सँगै कहाँ त आउँछ नि फेरि फेरि पनि फाइदा रोसेगारलाई नम्बर 11 साथ 4 पटको लिड कबड्डीको कोच त त्यो पो रहेछ है हेर्ने त्यो समयमा फेरि कबड्डीमा चाहिँ मेन्टालिटी कम होला त त्यो समयमा आशाले पोखरान त्यत्रो डेन्जर बनाएको छ चाहिदिएको थियो तर यसपालि त पोखरा आयो त ओपन च्यालेन्ज खेल्ने भनेर बसेको थियो कि पोखरा आएन भने ओपन च्यालेन्जै हान्ने भनेर बसेको केटाहरू मलाई त पोखरा आउँछ होला भन्दैन जर्सी नम्बर 9 ले पोखरा नि भएन हिमालयको त्यो भलिबल नै खराब फिलिङ द ब्ल्याङ्क्स त हो इङ्ग्लिस पढाउनु थाल्छ त यहाँ पनि फर्स्ट बल हेडसरको माइन्ड चाहिँ हो सिटी भइसक्यो नि होइसलमा खेल्नु नि मामा चाहिँ होइसल नै खेल्दैन अनि के भन्नु भान्जा खोइ ऊ त्यहाँ छ मुला भान्जा पनि सिक्स त बिराउनु लाग्यो रिसिभ गरेका छन् रोसेगारबाट चान्स पाउँछ रोसेगारको लागि नारा चला हान्नु दिनुपर्ने हो राम्रो प्लेस प्रेस बल भने ओइ हात त जाप पनि पुग्छ त के भइरहेछ डिफेन्स चाहिँ एकदमै राम्रो छ कस्तो खतरा खेल्दिनु भनेर हात त यस्तो गर्छ तर यार हाम्रो चाहिँ फर्स्ट म्याच चाहिँ के रोसीसँग हुनुपर्ने के उताको के भइरहेको छैन तर रोसी त फिक्स हाल्ने राम्रो बल के होला यहाँ हेड सर्भ नाइस स्पाइक यार रोसी होइन कि उतापट्टिको चाहिँ पर्नुपर्ने पोखरा चाहिँ पर्नुपर्ने फर्स्टमै हाने मजा आउँछ लगातार बल हावामा छ लेट द बल गो यति बेला भने फेरि पनि रोसेगारले बलले नेट हाल्यो टिमको लागि नम्बर 14 साथ देखिरहेको छु म यो दप्पर अग्रता भन्नुपर्छ ओइ कबड्डीमा जसरी खेल्छ त्यो बुढोले जर्सी नम्बर 3 लगातार भिडियो भएर हाल्दा फेरि भिडियो हाल्दा कसले त्यो बुढो भन्दा ओ क्या क्लियर आउने भने S23 अल्ट्रा पो हो त भाइ कहाँ अल्ट्रा हो S23 अल्ट्रा देखाइदिउँ तँलाई हो रहेछ भने के दिन्छस् तैँले क्यान्टिन आज तेरो तर्फबाट नि रिजर्भ राम्रो प्रयास थियो तर सफल हुन सकेन फेरि फेरि फाइदा रोसेगारले नम्बर 15 साथ उठाएर पठाइदिनु के भइरहेको छ लगातार स्कोर आइरहेको छ ऊ रोसी मान्छे त कस्तो पोखरा लिड लगिरह्यो भने 11 नम्बरले क्रस हुन सकेन पहिलो सेक्सन चलिरहेको छ यो मैले त खेल्छै होला अघि फिङ्गरिङ हाल्दा त खेल्छै होला ओ 7 नम्बर 10/7 होल फेरि पनि गोलको सङ्केत फाइदा 11 नम्बरवालालाई नम्बर 17 साथ चान्स पाउँछ फेरि पनि ओए लगातार हो त बुढो सन्देश सर तरफलेसको लागि नम्बर आइरहेको छ फेरि पनि चान्स पाउँछ दुवै टिमका लागि बल पनि किल भइरहेको छ राम्रो तरिका देखाइदिएका थिए यति बेलामा हात घुमाएर सरले सफल हुन सकेन नम्बर 8 सिटी के हुन्छ यति बेलामा गेरोसी माविले कमब्याक गर्छ या पहिलो सेट सुटिन्छ हेर्न लागि छ ओइ आँखामा काम लागोस् भन्ने स्ट्राटेजी हो यो राम्रो ब्लक थियो चान्स बल तर बल पनि क्रस भएन फाइदा फेरि पनि रोसी माविले नम्बर 9 17 लगातार 2 पोइन्ट जोडेको छ राम्रो रिसिभ छ राम्रो रिसिभ फेरि पनि सर्ट प्राप्त गरेका छन् जर्सी नम्बर 9 का खेलाडीले आफ्नो टिमका लागि नम्बर भएको छ 18 लगातार धप्परमा छ यति बेलामा रोसेगार पोखराले जितिरहेको ओ त्यहाँ भलिबल खेल्न न हामी नि क्याप्टेन सन्देश त्यो बारमा भने सर्भिस बल भने केटीहरू सकेन फेरि पनि फाइदा भयो त रोसेगारलाई नम्बर 19 9
पहिलो म गयो सेटको भने पहिलो दिन्छ हो यार। रोसी 7 को टिमबाट टाइम टाइम आउट टाइम आउट हेऱ्यो काम गर्छ या गर्दैन टिमले कबड्डीमा त टाइम आउट 4 छोडी कि 5 छोडी सक्दैन त्यो पनि हेर्न बाँकी छ हामीले त 4 चोट लिएको हैन 5 चोट ल्या ठ्याक्कै मेरो रोसी माविको दिन चाहिँ कतिको लिएको थियो ती भाइ त्यो दिन चाहिँ बढी लिएन भाइ गणेशको दिन चाहिँ लि गरे रोसी माविसँग क्या त्यो थियो त अघि मोटे थियो त त्यो 5 नम्बर कि 8 नम्बर थियो त हो त्यसले के मौसमले यस्तो खुट्टा यस्तो गरेर चाहिँ लम्बै सुतिरहेको छ डाइभर लीग चरणको दोस्रो खेल हो लीग अन्तर्गत 6 वटा खेलहरू छन् यसपछिको खेलको लागि खेल नम्बर 3 मा मङ्गलजन विजय भर्सेस हामीलाई सिकाएर समयलाई मध्यनजर गर्दै हामीले मङ्गलजन विजय त 2 वटा गेम हानेर छ त बिनावासीले बाई बिनावासीले बाई जर्सी नम्बर 6 क्याप्टेनको ए होला नि ओइ भान्जा यहाँ पनि कन्फ्युजन भयो खेलाडी बिच तालमेल हुन सकेन फेरि पनि टाइम आउट पछाडि स्कोर प्राप्त गरेको छ र 11 नम्बर 29 एकदमै थाकिलो अग्रताका साथ छ यति बेला रोसी 11 चान्स बल ओ त्यो बुढो रहेछ ओ राम्रो स्पाइक फेरि पनि स्पाइकको प्रयासले तर सफल हुन सकेन जर्सी नम्बर 4 पहिले स्पाइकलाई उनले भिन्न तरिकामा देखाइदिएका थिए सौरभ कहाँ गयो ओ त नम्बर फेरि पनि 10-20 फुटबलको अग्रतामा छ जर्सी नम्बर 4 नाम सर सिक्किम सर्भिस हो यहाँनिर साइड अम्पायरले बलको सङ्केत गरेका छन् कृपया हामीले पोजिसन चेन्ज गर्दा सर्भिस गर्ने मान्छेले बल कन्ट्याक्ट भइसकेपछि मात्रै चेन्ज गर्नुपर्ने हुन्छ 60 भन्दा पनि बल कन्ट्याक्ट हेर्नुपर्ने हुन्छ राम्रो रिसिभ त्यतिकै राम्रो स्पाइक नम्बर पनि प्राप्त गरेको छ रोसी 11 21 11 अब पनि मात्र 4 पोइन्टले पछि छ पहिलो सेटका लागि जर्सी नम्बर 4 को सर्भिस चान्स बल प्राप्त गरेको छ चान्स बल रोसीका लागि राम्रो स्ट्राइक त्यतिकै राम्रो डिफेन्स बल लगातार हावामा छ बलले फिनिस गर्ने बललाई राम्रो स्ट्राइक एकदमै राम्रो दिमागको प्रयोग गरेका छन् यहाँनिर नारायण गौतम सरले अनुभवको कमाल हो यो खेलमा अनुभव कति छ भन्ने कुरा देखिन्छ यहाँबाट जब टिमलाई अप्ठ्यारो परिरहेको हुन्छ त्यो घडीमा जसरी पनि स्कोरको आवश्यकता पर्छ के भन्छ मलाई गर्न राम्रो शिक्षक के होला यहाँको चान्स बन्छ रोसीका लागि यसको सदुपयोग गर्नुपर्ने आवश्यकता देखिन्छ फेरि पनि स्ट्राइक अब भने रोसी साथेको देखिन्छ लगातार नम्बर दिइरहेको छ मलाई कोड चेन्ज पनि भएन तेरो साथ देखिरहेको छ स्कोर गर्न सन्देश रायमाझी सरले आफ्नो टेक्निकको प्रयोग गरेका छन् पहिलो होस् या दोस्रो होस् बल बस्नु पर्यो फेरि पनि स्ट्राइक त्यतिकै राम्रो डिफेन्स फाइदा फेरि पनि रोसी मानले 14-21 अब पनि अग्रता घटाएको छ 7 पोइन्टमा लिएको छ अग्रतालाई 14-21 अब यहाँनिर मिराकल हुने त होइन पहिलो मात्र चान्स बल्छ हेरौँ के गर्छन् रोसीका एकदमै राम्रो डबल टच बल भने डबलको प्रयास सायद हातमा डबल कन्ट्याक्ट भएको हुनुपर्छ तपाईँहरूलाई कन्फ्युजन सोध्न सक्नुहुन्छ राम्रो ओ मेहनत त धेरै राम्रो छ तर सफल हुन सकेन यति बेला पनि स्कोर प्राप्त गरेको छ रोसी 11 ले नम्बर भएको छ 22 15 नम्बर 11 नम्बर 22 फेरि भवनले राइट ओइ भाइ तँ चाहिँ गफ गर्दै नबस् न ओइ लाइन्सम्यान यति बेला पनि फेरि पनि बलिङ गरेर नम्बर प्राप्त गरेको छ नम्बर 23 15 अब पनि मात्र 2 पोइन्ट खाली छ पहिलो सेटका लागि फेरि पनि नम्बर प्राप्त गरेको छ अब पनि पहिलो सेटको सेट पोइन्टमा छ यति बेलामा रोसी 11 को टिम
लगातार सर्भिस लास्ट लाइनमा दिइरहेका छन् बल पनि आउट जस्तो लागेर पनि इन भइरहेको छ नापेर हानिरहेका छन् भन्छौँ हामी यसमा यहाँको त सर्ट स्पाइक बाहिरिएको छ पहिला रोसी 11लाई पहिलो सेट 25 का विरुद्ध 15 मा चाहिँ पहिलो सेट जित हात पारेको छ रोसी 11 को टिमले कृपया दायाँ साइडबाट कृपया दायाँ साइडबाट चाहिँ अर्को कोर्टमा प्रवेश गरिदिनु होला ओ बल समात ओइ पहिलो सेटको खेल रोसी 11 ले आफ्नो कोल्टामा पारिसकेको छ अब भने दोस्रो सेटको खेल हेर्न बाँकी छ के हुन्छ रोसी 11 ले यसै गरी दोस्रो सेट पनि आफ्नो पक्षमा पार्छ या रोसी माविले कमब्याक गरेर तेस्रो सेटमा खेल्न जान्छ त्यो पनि हेर्न बाँकी छ खेलाडीहरुका लागि एकछिन समय छ विश्रामको र टेक्निकलको खेलाडीहरुलाई पानीको व्यवस्था गरिदिनलाई कृपया चर्को गर्मी छ मङ्गलजना विजय जस्तै यहाँ पनि रोसीमा पनि एकदमै साथमा गर्मी हुँदो रहेछ ट्र्याक पुगा ल के ट्र्याक ए नम्बर जान लाग्यो केलाई त्यो फुटबल फुटबल फुटबलको एप त खाएन के हो सबै जान्नु कहाँ फुटबल हेर्न जाने ओइ हेलो हेलो कहाँ कहाँ अहिले चाहिँ ए फुटबल खेल्ने ठाउँ जान्नु रेकर्ड हो वाइफाई छ फुटबल खेल्ने ठाउँ जानु जानु है के ल ल ल म रोसी दिएर चाहिँ अन्त जाने आउँछु भने फोटो नि खिचिस अहिले 2 बजीतिर आउँछ फोटो खिच्न आउनु जानु सेटको खेल सुरु भइरहेको छ जर्सी नम्बर 4 रामचरण सिंहदेव सरको सर्भिस हो म आएपछि फोटो खिच्न जानु रिसिभ भएको छ पहिलो बल स्ट्राइक प्यास तर बल भने जालीमा कायदा किन रोसी माविलाई खाता खोल्न सफल भएको छ अघिको पहिलो खाता पनि यताबाट खोलेको थियो भने सेट पनि विजय हासिल गरेका थिए अब हेरौँ त्यही दोहोरिन्छ यहाँ यताबाट पनि सेम भएको छ स्ट्राइक ब्रेक जर्सी नम्बर 1 का हुनुहुन्थ्यो दिव्या मणि सर्भिस स्ट्राइक सफल हुन सकेन त हारिहाल्छ नि राम्रो रिसिभ के हुन्छ बल क्रस भएको छ चान्स बल रोसी माविको लागि राम्रो स्ट्राइकको प्रयास थियो तर बल भने हातमा कन्ट्याक्ट हुन सकेन यो लामो समय पछाडि खेलमा ब्रेक लिँदाखेरि यस्तो पनि हुने गर्छ कहिलेकाहीँ नम्बर 2 1 भएको छ फेरि पनि अग्रतामा जान चाहिरहेको छ रोसी 11 को टिम राम्रो स्ट्राइक ओहो नेटले पनि साथ दिन खोजेको थियो सफल भएन फेरि पनि स्ट्राइक प्रयास सफल हुन सकेन फाइदा रोसी 11 को टिमलाई नम्बर 3 1 हामी त अग्रतामा जान्छौँ भनिरहेको छ 11 को टिम फेरि पनि बल पनि इन भएको छ आनन्द सरले पनि टिमका लागि बारम्बार स्कोर गर्न प्रयास गरिरहेका छन् उहाँ चाहनुहुन्छ जसरी पनि जित आउनुपर्छ सर्भिसमा टिममा रहन्छ जर्सी नम्बर 6 फेरि पनि स्ट्राइकको प्रयास थियो गाडीमा के भइरहेछ यहाँ कतै फेरि कुन स्कुल भएको छैन दोस्रो सेटमा बलहरू जालीमा गइरहेका छन् नम्बर 3 बराबर छ फेरि पनि स्ट्राइक प्रयास तर रिसिभ गर्न सकेनन् खेलाडीले फाइदा रोसी 11 को टिमलाई नम्बर 4 3 अघि लागिरहेको छ दोस्रो सेटमा पनि यसपछिको खेलका लागि विद्यावासिनी भर्सेस अङ्गलथान विजय रहने भएकाले खेलाडी लामो स्ट्राइक जोड छ टिमलाई
चाहिँ सिफारिस सफल भएन यो हो डिफेन्सको डिफेन्सले पनि खेल जिताउन सक्छ भन्ने कुरा यहाँबाट देखिन्छ ओ भाइ उचाल्दैन है यो कहाँ भोडिहरू अगाडि लगातार सर्भिस लाइन सर्भिस गर्दा लाइन क्रस भइसक्यो फाइदा रसी मानलाई नम्बर 4 छोटले चाक दिइछ त्यो मेला त राम्रो सन्देश रायमा चाहिँ सबैले आज टिमको लागि महत्त्वपूर्ण योगदान दिइरहनु भएको छ जर्सी नम्बर 5 जानेछ अरू सर्भिसमा हो भन्ने चाहिँ यही होइन हामीलाई ओरे छ राम्रो सर्भिस सफल हुन सकेर सायद यहाँनिर घामको कारणले हुनुपर्छ नम्बर 7 फेरि पनि अग्रतामा छ पहिले से पनि यस्तै भएको थियो 7 सम्म लगभग बराबर भएको टिम 7 पछाडि रोसिया गार्डले एकदमै राम्रो अग्रता लिएको थियो राम्रो जम्प थियो तर गोल भने भइरहेको छ उहाँको हाइट कम देखिरहेको छ तर जम्प एकदमै राम्रो देखिरहेको छ कुन स्कुलले छु उच्चा पञ्च गर्ने के दिल जर्सी त त्यस्तै छ हात मारी स्पाइक फेरि पनि लगातार जान सशक्त अगाडि गएर भन्न नम्बर 8 मा 3 अङ्क गोल लाग्छ फेरि पनि रोसिया गार्डको टिम महजन विजय जर्सीको 310 दिन कोही महजन विजयले त यो जर्सीमा ठिक लाग्ने रहेछ बडो है कुन अघि अहिले जर्सीमा ठिक सकेन फाइदा रोसिया गार्डलाई नम्बर 9 5 हामीलाई नि अब अर्को साल त यही मान्नुपर्छ त्यो भलिबल खेल्नु न हामी अरू साल चाहिँ आनी हुन्छ त हामी एन्टी भलिबल दिनु छेट राम्रो प्रयास तर बल भने एन्टिना बाहिरबाट आयो फाइदा यहाँ बस लाउने हुनु पर्यो नम्बर 6 एक अङ्कको अग्रता घटाएको छ जर्सी नम्बर 5 का जगत सर हुनुहुन्छ यहाँनिर सोध्दै हुनुहुन्छ टिमलाई कस्तो खालको सर्भिस हाल्नु भनेर दोस्रो बल क्रस भएको छ चान्स बल चाहिँ रोसीको लागि उहाँ सफल भएका छन् आफ्नो स्ट्राटेजीमा रामचन्द्र सिद्धेश्वर टिमको लागि स्कोर प्राप्त भएको छ नम्बर 7 मा 4 अङ्कको अग्रतालाई 2 अङ्कमा झारेको छ यति बेला जित्दै पर्ने दबावमा छ रोसीमा फेरि पनि चान्स छ रोसीमाको लागि अग्रता घटाउने ओ मुजु ओ मुख के दिएर भाइ राम्रो स्पाइक यो त सरकै आएर गार्डन सरकै मोबाइल हो क्या अरे फेरि पनि स्कोर रोसीमाको लागि नम्बर 8 9 अब पनि 1 अङ्कले पछि छ लगातार स्कोर गरिरहेको छ ओइ नाना समात्नु ओइ तालु देख्ने रहेछ लगातार चान्स प्राप्त गरेको छ के यो चान्स सदुपयोग हुन्छ रोसीमाको तर्फबाट हेर्नु बाँकी छ यति बेला यसपछि हुनेछ नम्बर ओहो सफल भएन फाइदा प्राप्त गरेको छ रोसिया गार्डले नम्बर पाएको छ कति सपोर्ट गर्नको लागि मैले आग्रह गरेँ रोसीमाको टिमको सरलाई मैले नम्बर देखेर 10 8 नम्बर छ सायद राम्रो रिसिभ चान्स बल रोसीमाको लागि ओहो स्पाइकको प्रयास थियो तर बल पनि हातमा राम्रो कन्ट्याक्ट भयो बल पनि उपर जानको संकेत उहाँ बाहिरको हुनुहुन्थ्यो होला सम्भवतः अनि भित्र गएर जम्प गरेर क्रस गरिदिनु भएको छ रिसिभ सकेन फेरि पनि फाइदा रोसिया गार्डलाई नम्बर भएको छ 12 एक अङ्कको अग्रता थियो फेरि पनि 4 अङ्कको प्रयास गरेको रोसिया गार्ड राम्रो रिसिभ पनि खेलाडी बीच तालमेल मिलेन कम्बिनेसनको बात भयो फाइदा यो पछि चाहिँ मेरो रोसिया गार्डलाई यो पछि चाहिँ नम्बर 13 हो यस्तै यस्तै भने दोस्रो सेटमा पनि हामीले भन्न चाहिरहेको छ रोसिया गार्ड होइन
सिधाको छ सेकेन्ड बल चान्स पर्छ रोसी 11 को लागि फेरि पनि चान्स आएर बल हो कि मुला ल्याङ्गा लगातार दोस्रो बल क्रस भइरहेको छ यहाँनिर त्यहाँ पनि कम्बिनेसन मिलेन फाइदा रोसी माविको लागि नम्बरमा उठेर जर्सी नम्बर 7 राजेशजीको सर्भिस बिचरा बल इन भएको सङ्केत मुख्य रेफ्रीबाट फाइदा रोसी माविलाई नम्बर 10 दिएर अग्रता घटाउन चाहिरहेको छ तर रोसी 11 भने अग्रता बढाइरहेको छ राम्रो रिसिभ सन्देश सरको राम्रो स्पाइक गोल गरेर राइट भएको छ नम्बर 14-10 जर्सी नम्बर 4 सर्भिसमा हुन्छ माथि गर्नुभयो सम्भवत खेलाडीहरूले क्रस गर्न पाइँदैन अहिले टाउको भन्दा माथि हात लान नपाइने नियम आइसकेको छ पछिल्लो अवस्थामा चाहिँ त्यस कारणले गर्दाखेरि बललाई छेक्न नपाइने भएकोले यहाँ चुनौली सरले मलाई स्क्रिन टच हो भनिरहनु भएको छ एकदमै राम्रो हामीले बुझ्न जरुरी छ खेलका केही बेसिक कुराहरू हामी सबै शिक्षक हौँ भोलिपर्सि हामीले पनि विद्यार्थीहरूलाई सिकाउनु पर्ने हुन्छ बल भने भित्र भयो क्रस हुन सकेन फाइदा रोसी 11 को टिमलाई आफ्नो टिमका लागि स्कोर प्राप्त गरेको छ बल बाहिरिएको छ फाइदा रोसी माविका लागि नम्बर 12-15 फेरि पनि 3 अङ्कले पछि छ रोसी मावि के हुन्छ त यहाँनिर के यसै पछि परिरहन्छ या अन्तिममा गएर चाहिँ सेट आफ्नो पल्टामा लिन चाहन्छ चान्स बल फेरि पनि चान्स बल रोसी माविका लागि बल क्रस भएको छ राम्रो मेहनत स्पाइकको प्रयास बोले के फेरि पनि त्यति राम्रो सफल हुन सकेन खेलाडी 20 नम्बर भएको छ 16-12 अब भने रोसी माविले तात्नु पर्ने देखिरहेको छु म अडियन्सहरूको हुटिङको पनि आवश्यकता छ खेलाडी बसेको 7 नम्बरका खेलाडी हुन् दर्शक यति बेला तातेन भने कम्बिनेसन मिलेन फेरि पनि फाइदा रोसी माविको टिमलाई घोडा नम्बर 7 हो सर्भिसमा हुन्छ अब जर्सी नम्बर 3 नारायण गौतम सर मुला अघि भने म अहिले